नमस्ते सम्पूर्णमा म सुदूरपश्चिम विश्वविद्यालय कृषि विज्ञान संकाय स्कुल अफ एग्रिकल्चर हो स्कुल सञ्जय कुमार हो। सुदूरपश्चिम विश्वविद्यालय कृषि विज्ञान संकायले 26/7/2083 को लागि नयाँ भर्ना आह्वान गरेको छ र यसमा 100जना नियमित कोटामा र 10जना नेपाल सरकारको स्थायी कर्मचारीले पढ्न पाउने व्यवस्था गरेका छन्। यसै अन्तर्गत हामीले 25% विद्यार्थीहरूलाई छात्रवृत्तिको व्यवस्था गरेका छौँ र यो वर्ष पनि विद्यार्थीको भर्ना खुलेको पनि जानकारी गराउन चाहन्छु। समय बदलिन्छ, पुस्ता बदलिन्छ, तर शिक्षाको मूल्य कहिले बदलिँदैन। जहाँ ज्ञानले सोच बदल्छ, सोचले भविष्य निर्माण गर्छ। यात्राको सुनौलो अवसर हो सुदूरपश्चिम विश्वविद्यालय स्कुल अफ एग्रिकल्चर टिकापुर कैलाली। विश्वविद्यालय त धेरै छन्, तर सुदूरपश्चिम विश्वविद्यालयलाई नै किन रोज्ने त? दक्ष तथा अनुभवी शिक्षक शिक्षिकाद्वारा गुणस्तरीय शिक्षा प्रदान गरिने। यहाँ डिजिटल बोर्ड वा प्रोजेक्टरद्वारा पठन पाठनको व्यवस्था रहेको। यहाँ शिक्षा केवल कक्षा कोठामा मात्र सीमित छैन, ज्ञानलाई व्यवहारमा पनि उतार्न सकिन्छ। अनुसन्धान तथा परीक्षणका लागि उचित सुविधा सम्पन्न प्रयोगशालाको व्यवस्था भएको। पढ्नका लागि अनुकूल वातावरणका साथै उचित लाइब्रेरीको व्यवस्था भएको। यहाँ पढाइसँगै अनुसन्धान प्रयोगशाला फिल्ड अनुभवलाई समान महत्त्व दिइन्छ। पढ्दै कमाउँदै कार्यक्रम अन्तर्गत अध्ययनसँगै व्यावहारिक अनुभव र आम्दानीको अवसर भएको। खेल मैदान लगायत सुविधा सम्पन्न भौतिक पूर्वाधारको व्यवस्था भएको। अनुपातको हिसाबले नेपालको सबैभन्दा बढी विद्यार्थी निजामती सेवा प्रवेश गराउन सफल रहेको। अध्ययनपछि स्वदेश तथा विदेशमा समेत अवसर रहेको। सपना त हर कसैले देख्छन्, तर पुरा त्यसको हुन्छ जसले बन्द आँखा होइन खुल्ला आँखा देख्ने गर्छ। त्यो सपनाको सही बाटो स्कुल अफ एग्रिकल्चर टिकापुर कैलाली। भयो